केही विदेशी पाहुनाहरू पनि अब हाइकिङको लागि तयारी छ। उहाँहरू माथि प्राचीन गुम्बा जाँदैछ। अब हामी पनि केही समयपछि जाँदैछौँ। अति सुन्दर छ त्यहाँबाट विभिन्न हिमालहरू अवलोकन गर्न सकिन्छ। मनाङ गाउँमा रहेका अति सुन्दर दृश्य र यस ठाउँमा रहेको ट्रेकिङ सप। ट्रेकिङको लागि विभिन्न सामानहरू पाइन्छ। ट्रेकिङ बुट्स, हाम्रो उहाँ साउजी हुनुहुन्छ, उहाँ चाहिँ नमस्ते नमस्ते हजुर। र यो सनग्लासहरू अब हिउँको लागि चाहिँ जे होस् व्यवस्था छ। यो त क्याप पनि रहेछ ल, सुन्दर रहेछ क्यापहरू पनि। किन्नु पर्ने देखियो है मैले त, कति मन पर्यो त। कति पर्ने भएको छ यो? 4,000 पर्छ। म भोलि माइन्ड मेकअप गर्छु भरे भोलि, अनि गर्छु। प्योर छालाको रहेछ यो। तपाईँ हामी त कता भेट्यो? तपाईँ र म त धेरै भेटेर भेटाएको छ तपाईँ। ठ्याक्कै भन्नुहोस् त। तपाईँ कुन होटलमा बस्नुहुन्छ? थुरुङ टपमा। थुरुङ टपमा है? तपाईँ हो यसपल्टि तातो पानी पिउनु पर्यो भन्थ्यो मैले त। एकदम म त यसो क्या हल्का ब्लग बनाउँदैछु। अब कहिले काहीँ युट्युबमा मैले सेयर गर्छु होइन। यसो अब आफू पनि लङ टाइम भइसक्यो काम गरेको होइन। अनि त्यसैले गर्दाखेरि सम्झनाको लागि क्या अब युट्युबमा पनि सेयर गर्ने हो, राख्ने हो। अनि अब यताबाट गएर टक्क आफूले एडिट गरेर अब सेयर गर्नु होला है। र तपाईँले पनि सायद सब्सक्राइब गर्नु होला मेरो युट्युबमा। मेरो युट्युब च्यानलको नाम चाहिँ एडभेन्चर गाइड अल ओभर इन नेपाल है। त्यसको लागि चाहिँ सम्झिनु होला है। नाम त अति सुन्दर देखिने यस मनाङ गाउँभन्दा अलि माथि स्टुकोबाट देखिएको दृश्य हो। या
हामी मनाङ गाउँ हुँदै उकालो लागेको यस बाटो ब्राकेन गुम्बा पनि लगभग त्यहाँनिर पुग्न लागेको छ अब अति सुन्दर लोकलाप्दो छ आजको दिन ChatGPT will give me idea. How much further to take to the top? About half an hour, maybe less than that. Can we leave our bags here? Right. This is Braken Gumba. It's one of the popular. I did 3,900 something meters here. Yeah, I think we can have a visit. There is many people. Okay. Hello. अति सुन्दर दी यहाँबाट विभिन्न हिमाल अन्नपूर्ण श्री र गङ्गपूर्णा अन्नपूर्ण दुईहरू चाहिँ देखिन्छ र ब्राकेन गुम्बा